एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। फेरि पनि नयाँ ब्लग लिएर आइसकेको छु म, प्रवीण कुमार ब्लग्स। अनि आज मेरो ब्लगको इन्ट्रो नै सुरु नै फेरि घरबाट भएको छ। आज चाहिँ पहिलोचोटि विथ दिस खतरा खालको क्लाइमेट छ हेर, सब हेर न यस्तो छ दिन। अनि के भन्ने अब यार, अघिसम्म घाम लाग्दै थियो, अहिले फेरि पानी पर्ला जस्तो भएको। घरि के हुन्छ गाह्रो छ हामीलाई, किसानहरूलाई नि गाह्रो छ। सब मूल उठेर धान रोप्दैछन् उतातिर चाहिँ लगभग हाम्रोमा नि धेरै नै मूल उठिसकेको छ। यतातिर नि सबैकोमा रोप्छन्। अनि आज चाहिँ धेरै आजको भ्लग नि के बनाउने, अब के बनाउनु भएको छ। तर म आज हजुरहरूलाई कता जान्छु के गर्छु सबै म देखाउने छु। अहिले एकछिन पछाडि फेरि ल केटा फेरि गेट भयो आफूलाई। केटाकेटी हो, म चाहिँ भर्खर घरबाट झरेको चोकतिर सामान लिनु जानलाई। अरू पनि केही कामहरू थियो मेरो होइन, त्यही भएर म चाहिँ हिँडेको। के आएछ कसो आएछ मलाई थाहा छैन, भिडियो एकछिन नगाइछ आयो होला, राम्रै आयो होला। म आज तपाईँहरूलाई अफरोड राइड लैजान्छु, एक ल चोकसम्म म अफरोड लैजान्छु। आज चाहिँ म अफरोड हानिदिन्छु है तपाईँहरूको लागि। यो हाम्रो स्कुलमा पढेको स्कुल हो पहिला। आज हजुरहरूलाई अफरोड लैजान्छु अफरोडको बाटो। कति अनरोड मात्रै लैजाने होइन, अफरोड लैदिन्छु। अनि अफरोड हेर्नु होला। गाउँ भइहाल्छ, त्यही गाउँ भन्नु। म पहिला चाहिँ यतातिर बस्थेँ, अनि फेरि पछि उतातिर गएको। म त ठाउँ चेन्ज हानेको हामी कि फेरि खतरा नि होइन, के कसो ठिक भन न। हामी चाहिँ यहाँबाट घुम्छौँ, यहाँबाट माथितिर घुम्छौँ, अनि त्यहाँबाट जान्छौँ है अफरोड हान्दिउँ न। त्यहाँ अफरोड छ कि छैन थाहा छैन कि फेरि मलाई। पछि अहिले चाहिँ झगडा गरेँ कि त भन्ने हो, गरिरहन्छ भने म फेरि देखाउँछु। बाटो बस्दिनँ मैले, केही छैन हजुरहरूलाई देखाउनको लागि म ढुक्को यही बाटो। के छ र अफरोड राइड फेरि म खतरा हानिदिन्छु नि, हेर्नु न। यहाँ पनि सब साथी छ, सब साथीलाई भेटेर जाऊँ कि भनेको, भेटेर गइदिउँ। कस्तो अफरोड छ हेर न, अब यस्तो अफरोड चलाइदिनुपर्छ हामी फेरि। खतरा चलाइदिन्छौँ हामी फेरि। देखिँदैन, बाहिर देखियो त बोलाउनु हुन्थ्यो, बाहिर देखिँदैन। छैन होला बाहिर भयो त हो, छैन बाहिर। उहाँ निक्लियो। के छ के गेम खेल्दै खास फेरि चोकतिर। अनि भ्लगर नि खतरा नि, म त भ्लगर नि। यत्तिकै चोकतिर साझा लिनै रौसी लिन यस्तै छ। के फ्री खेलेर बसिछस्? मोबाइल पाएछ अब फेरि नै हो। कलेज जा, मलाई नि आएको थियो अघि भर्खरै। गाह्रो होला। हामी चाहिँ हिन्दी सक्यौँ है, त्यहाँबाट पनि साथीलाई भेटेर। यो चाहिँ चोक है, चोकको हेर्ने गाइज। अझै माथि गएको भए बबाल देखिन्थ्यो होला,
फेरि तलबाट ताली त्यति राम्रो देखिँदैन क्या चोकको भ्यू पनि देखिन त देखे होला है चोकको भ्यू बाबाले अब जस्तो देख्नुहुन्छ त्यस्तै हेर्नु क्यारम पनि अब आमाले त्यहाँ त धेरै राम्रो देखाउनु सक्दिनँ मैले नि यस्तो छ यो अफरोड मलाई चिन्छन् कि चिन्दैनन् भनेको थियो म कतार छिर्दिउँ गाइज माथिबाट छिर्दिउँ है यो भाँडो त्यहाँ राखेर छिरौँ कि नराखिकन छिरौँ नराखिकन छिर्दिउँ होइन बाल भयो जान्दैन यार छिटो जान्छु गाइज म चाहिँ उताबाट सुतेर आउँछु चुरोट भन्ने चिज है हावाले हान्दो रहेछ यार अनि माथि लगाउनु पर्ने रहेछ हावा चाहिँ हामीकै मलाई यार हावाले आँखा राखेर पऱ्यो नि छैन केटा कस्तो अहिले जाने बेला चाहिँ बरु म माथिबाट घर लैजान्छु है केटा है यदि बाटो रहेछ भने राम्रो है यहाँ त पुलिस जान्छ चेकिङ हुँदैन बाल भएर हामीलाई चेकिङ नभएपछि हामीलाई बालै हुँदैन होइन त्यही हामी त लाइसेन्स छ हामीलाई चाहिँ हामी बालै छैन मजा आएर माथि जानुपर्ने हुन्छ दोकान पसल खुल्ला रहेछ ल चुरोटको बन्डल लिएर फेरि हजुरहरूसँग फेरि भेट्छु है उसको सायद चुरोटको बन्डल लिख्छु अनि म तपाईँहरूलाई फेरि भेट्छु चुरोट कति लिन भनेर बुझ्न पनि पर्ने छ मलाई है कति कस्तो भयो एकछिनमा भेट्छु है गाइज म फेरि सामान पनि लिएर हिँडिसकेको छु है त्यो बेला सामान पनि भर्खर लिएँ अब यहाँ मलाई खाजासाजा लिन जानुपर्ने हुन्छ खाजासाजा लिन गएर अनि बल्ल म फेरि यहाँ त्यो सबै बाटो हेरेन जताततै खाल्टै केको लागि खाल्टो हुन होइन मान्छेले यसो पुरै भल तल झार्नेलाई हो के हो है जताततै खाल्टो छ कि बाटो राम्रो छ कि छैन भन्ने के यहाँ थिमुलका अलिकति नराम्रो त्यतिसम्म पिच छ पिच के भन्ने ठिकै रहेछ त्यसम्म ओइ सिक्लेतिर आयो के सबैको मलाई धेरै हातमा भन्छु नहेर्नु मलाई नै मलाई नहेरौँ गाइजहरू मैले घरमा त्योदेखि नसक्ने रहेछ नि मान्छेहरू यार औडा रहेछ नि के अरे अर्दिन यार खाल्टो छ यार कति मिले खाल्टो हो भने दोस्तहरूले फेरि चिनिहाल्छ नि मान्छेलाई के भन्ने त म त्यहाँ तलतिर एकछिन खाजासाजा लिएर आउँछु तल गएर त्यो सामान यहीँ छोडेर होइन मान्छे आएकै छैन नि त्यहाँ
के छ कुरा चल्ने राख्नु मन्दिर म चाहिँ तल गएर आउँछु मैले भाँडा चाहिँ यहीँ छोडिदिएँ तल गएर म खासाजा लिएर आउँछु जा भाइ जा छु जा यति केटा हौ चढ्ने म अन्त तलतिर खाजा लिन यहाँ होइन तलतिर खाजा लिएर अनि फर्किन्छु फेरि यहाँ चिसो 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 हावाले हाल्ने त यार के विधि भयो यस्तो चिसो त मेरो अगाडिको ऐनै देखेँ किन देखिन यार पछाडिको ऐनै देख्यो किन के भन्नु अब रै बिदाई आयो यी बिदाई पौडेल लागेको रहेछ यहाँ खतरा मिठो मिठो खानेकुरा पाइन्छ अरे के अरे यहाँ खाना पनि भयो है गाइजहरू तपाईँहरूलाई अहिले मिठो खान्थ्यो अनि मैले हिजो देखाएको त्यो जुन त्यो के अरे चप हाउस छ त्यो बवाल चप हाउस हो कि त्यहाँको चटनी भनेको यति फेमस हो कि पोखरा भोलिमा सबैजना फेमस छ कि एकदम बवाल हो त्यहाँको चटनी भनेपछि त चटनी नै बवाल लाग्छ कि त्यहाँको त सबैजनालाई जति पनि जान्छ त्यो दोकानमा होइन त्यो पसलमा सबैजनाले त्यहीँको त्यो चटनीकै तारिफ गर्छ होला क्या अरू त्यो उसको भन्दा नि चपको भन्दा नि यति मिठो हुन्छ कि त्यो चपसित झन् खाँदाखेरि त भनी साथीहरूलाई चाट्नुपर्छ हामीलाई त्यही भएर हामी जहिले जान्छौँ त्यहाँ उनीहरूलाई चाट्नु जहिले हुनाले आज त गएन गए चाहिँ यहाँ चाहिँ आन्टीले हिजो सफार्दै हुनुहुन्थ्यो सफार्दै हुनुहुँदो रहेछ आज नि अहिले आन्टीलाई हान्दाहरू मैले औडाएको कि म त अलिकति फेरि आन्टीले अझै सफार्दै हुनुहुँदो रहेछ अब म चाहिँ यहाँ एकछिन पुर्न पर्ने हुन्छ म अहिले एकछिनमा त्यहाँ खाजा साजा लिएर म फेरि भेट्छु है त गाइस मेरो अगाडि चाहिँ बस नै छ हो त्यो भएर मलाई ध्यान नगरेर जानुपर्छ कि अगाडि केही नछ एक किलोमिटर टाढा गयो कि त ठाउँको नामै चाहिँ भइदिन्छ अनि के भन्ने जस्तो लाग्छ 1 किलोमिटर टाढा पुग्ने हुँदैन ठाउँको नामै चाहिँ हुन्छ अन्त तल चाहिँ यो ल्याडे भन्ने चाहिँ यो तल हो कि यहाँ तलपट्टि यो तलपट्टि हो ल्याडे भन्ने अहिलेको बाटो म यही आएको थिएँ नि यही बाटो आएको थिएँ नि अब यही बाटो हो म चाहिँ हजुरहरूलाई यही बाटो नै लैजान्छु है हजुरहरूलाई म यो उसमै राखेर देखाउँछु है के तपाईँहरूलाई फक्कैमा यसरी देखाउने होइन अघिको भ्लग बन्यो कि बनेन मलाई थाहै पाएन के भयो भयो ठिकमै भुलेछु कि के भयो यहाँ अन्त सब सामान सब लिएर हिँडिसकेँ है माथि नै गर्नु हुन्छ को हो यो लिज लैजाऊँ भनेको लिजै लैजान भुले आछि टेन्सन भयो नि त लिज बिना फेरि अरू खाना मन लाग्दैन लिज बाहेक लिजै लैजान भुले यार टेन्सन परिहाल्यो नि त यार के भन्छ अब चल्दिउँ है मैले चाहिँ अघिको भ्लग बनाउनु छुटेँ कि भयो यार खिचिएन चाहिँ यहाँ माथिबाट क्या आएको थियो उसमा हेरौँ अब के हुन्छ है त्यहाँ अलिकति क्लिपहरू छुट्यो जस्तो लाग्यो कि मलाई केही छैन छुट्यो पनि है
म छुट्यो भने त होला त म पुरा भिडियो हालिहाल्छु नि आज दिउँस भोलि मैले के गरेँ भनेर त म ढुक्का हाल्छु नि होइन के कसो हो खुट्टा हो म भर्खर चोकबाट फर्किएँ ऊ त्यो अधिकार डाँडा देख्नु भएको होला ऊ त्यो अधिकार डाँडा हो यो हाम्रो यहीँ नावडाँडा सिम्पाली नै भएर उहाँ अधिकार डाँडा हामी फुटबल खेल्ने ग्राउन्ड पनि हाम्रो देखिएको छ तपाईँहरू देख्नु भएको कि भएन थाहा छैन तर उहाँ देखिएको छ त्यो चाहिँ ग्राउन्ड हो त्यो चाहिँ के हो देखिएको माथि पनि देखिएको ग्राउन्ड हो है यतातिर त खोलै खोला हो त्यो अब उहाँ देखिएको उहाँ देखिन्छ क्या एउटा उहाँ देखेँ फेवाताल तपाईँहरूले अब देख्नु भएको कि भएन थाहा छैन त्यहाँबाट चाहिँ फेवाताल उहाँ देखिरह हामी चल्दिउँ है हाम्रो पछाडि केही गाडी आउँछ नजिकै आइसक्यो अब चाहिँ म लगभग घरतिमै पुगिसक्यो भनौँ अहिलेको यो म हिँडा यसलाई चाहिँ अलिकति अलि पछि फेरि हजुरहरूसँग भेट्छु है त केटा अहिलेलाई चाहिँ मैले भ्लगलाई यहीँ एकछिन रोकिदिएँ अब म घर गएर खाससास खाएर फेरि हजुरहरूसँग फेरि भेट हुन्छ म कतै गएछु भने है कि घर अनि के भ्लग बनाउने होइन घर केही छैन घर के बनाउने ल भन हामी कहाँ पुग्यौँ भन सन्तोष ब्लग्स त्यहाँलाई भेट्न हामी ठ्याक्कै ठाउँमै लगभग ठाउँमै पुग्न लागिसक्यौँ हामी आज धन्न मेरो मुख डलेको छ गाइस नाक दुखिरहेको पकाउनु जान्नु पर्यो नि होइन आगो बाल्न जान्दैन अनि पकाउनु मैले हो र बालेको अहिलेबाट पकाउन सुरु गरेँ बालेको दाइको त यति गह मुख गह एउटा आन्टीको परेलाई अनि कसले तिर्यो त नि पैसा जति कस्तो मेडिकलको मामाले तिर्यो थिएँ मामा फेमस मामा हुन् है तपाईँहरूले टिकटकमा देखिराख्नु भएको होला भान्जाले पनि फेमस भएको हुन्छ भान्जा नि फेमस भएछ यो भान्जा हो तर यो भान्जालाई फेरि पकाउन आउँदैन मामाको जति चिया नि पकाउन आउँदैन यसलाई त्यतिसम्म सेतो घुमाउने मात्रै हो जेरोलाई त्यस्तो बिग्रे बनेको चाहिँ नि बिग्रे नि केही नहुन्छ मात्रै आउँछ यसलाई गतिलो चिज बनाउनै आउँदैन है हेर न POSKII को माथि दुईटा मात्रै गल्लो आएको सल नाच्न तेरो ऱ्यापरलाई त फेरि सक्ने हाम्रो गाउँमा त ऱ्यापरको त फेरि POSKII को माथि दुईटा मात्र गल्लो आएको सोलो भने जस्तै हामीले हानिदिन्छ ऱ्याप पनि अहिले हान्यो हामीले फ्री स्टार खाँदा जहिले हाम्रो हुन्छ बबाल छैन केही कमाल बबाल हामी आइसक्यौँ लस्सी ढुङ्गामा हामी भेट्न आएको होल सन्तोष चाहियो यताबाट कोही क्राउडै छैन त आइको सोलो प्रोफाइट हामी अब एउटा घुम्टी म त अब एउटा घुम्टी मात्र हामीहरू लस्सी ढुङ्गामा चिन्नलाई गलबन्दी जति पलिँदैले तानेर फसाउन नखोज सोझो ठानेर फसाउन नखोज माथि त सोझो ठान आफू देख्छु नदेख्नु देख्यो के सब देखाएको क्या मैले मतलब सबै देखाउनु पर्छ कि हात गलिसक्यो गाइस अब त त्यही होइन भाउ त्यही आइसक्यो खतरा गीत गाउन आमाले कपडा धुँदै हुँदो रहेछ मूल पनि कस्तो ठाउँ उठेको गीतै छैन कि मेरोमा त गीतै छैन कपिराइट लाउँछ कि त गीतमा लाउँछ है उतै होइन त्यहाँ देखाएको कि मनुष्यको घर त उतापट्टिको हो उतैको उहाँको होइन उतै ऊ त्यता त्यहाँ थिएँ म ल गीत गाई गीत रिङ्गे फोनको लाउलाई
अब त्यहाँदेखि गएपछि भेटौँला त्यो सन्तोष चोर हो कि सन्तोष चोरै हो ल हेर्नुहोस् है सन्तोष ब्लग्स 10 सन्तोष ब्लग्स 10 हेर्नु त उहाँ माथि हेर्नु त हामी चाहिँ स्वागत गर्दै थियौँ हाम्रो यहाँ फोन पनि आइसक्यो अनि त्यो चाहिँ सन्तोष ब्लग्स 10 ऊ हाँडा आउँदै हुनुहुन्छ ऊ हाम्रो पहिलो मिटअप हुँदैछ सन्तोष ब्लग्स 10 सित हो हाम्रो फेरि सर अटोग्राफ चाहियो नि हामीलाई यार त्यत्रो 400-500 सब्सक्राइबर कसरी बनाउनु भयो हामीलाई नि यसो दिनुहोस् केही टिप्सहरू केही टिप्सहरू दिनुहोस् हेलो गाइस नमस्ते ल मैले हेर्नु हजुरको लागि भेटेको कता कोही नि के छ युट्युब कस्तो गइछ युट्युब खतरा कन्टेन्ट गइछ हैन खतरा यो 5जना 6जना 6-7वटा रिच त भर्खर दिइसक्यो यिनीहरूले जान्न त तपाईँलाई कति थियो सन्तोष भन अनि 12 क्लास कस्तो चलिरहेको 12 दमदार चल्यो म आजसम्म एक दिन नि गएन आजबाट जाने थियो आज नि छुट्टी भयो मेरो लागि भोलि नि छुट्टी हो मेरो लागि आइज के म तँलाई खतरा स्कलरसिप दिलाइदिन्छु ल या चाहिँ मेरो ढुक्क आइजान तँ त उसमा सिक्नै जाँदो रहेछ जस्तो होइन अर्कैसँग मामा हो मामा ओके मामा रहेछ नि त दादा हान्दै ओ दादा हान्दै आइज भाइ तलमा कन्नारकुटी हाल्नु होला नि मोटोमा चाहिँ यार यता यार म भन्दा कन्नारकुटी हाल्नु होला सन्चै हो नि भाइ झर्नै नमान है बिसन्चो त छैन नि बिसन्चो त छैन नि भाइ यसले बिसन्चो बनाउँछ जस्तो छ है यसले बिसन्चो बनाउला जस्तो छ अरू त केही होइन यस्तो नि भ्लग बनाउँदैन अलि भ्यू स्यू देखाउने गर्ने हुन्छ नि भ्यू स्यू मैले अघि नै देखाइसकेँ खतरा सब्सक्राइब गर्ने भन्ने हुन्छ नि के सन्तोष ब्लग्स 10लाई म हालिदिन्छु त्यहाँ आन्टीले बेलचा हान्नु भएको यस्तो मेहनतको के सिक केटा कति बिस्तारामा त सुतेर बस्छौ बिस्तारामा त सुतेर मनिषलाई भेट्न आएका मनिष रहन्छन् भन्न मनिषलाई भेट्न आएको मान्छे रहन्छ है यस्तो रहेछ खारो गर्ने होइन क्या गरेर हामी सही भने है भाइले है पहिला काम गर्ने अनि केही सिक कति बिस्तारा सुतेर बस्छ नि कन्टेन्ट पाइहाल्नु पर्यो उसले यसलाई कन्टेन्ट पर्सीको कन्टेन्ट हो क्या यो त 2 दिनको भ्लग भइसक्यो युट्युबमा हाल्न पाउँछ जस्तो कन्टेन्ट त मैले कति दिन्छु यसलाई अनि थामको थाम यसले दिन्छ अरे